Hello guys, welcome to our channel. So आजको भिडियो फर्स्ट भिडियो रहेको छ हाम्रो ग्रुपको। सो आजको भिडियोमा चाहिँ हामी गर्नेछौँ दामी रमाइलो कुराकानी साथसाथै खानपिन मतलब पिउने कुराहरू हामी टेस्ट गर्छौँ र हामीले पत्ता लगाउनु पर्ने हुनेछ। सिमिलर काइन्ड अफ टेस्टको ड्रिङ्क्सहरू टेस्ट गर्छौँ हामी दुईजनाले। देन हामीलाई हेल्प गर्नुहुन्छ मिस्टर मनिषले। बिहाइन्ड द क्यामेरा चाहिँ मनिषले हामीलाई हेल्प गर्छ, ड्रिङ्क्स दिएर हामी टेस्ट गर्छौँ र हामी दुईजना चाहिँ कम्पिटिटर हो है। हामी दुईजना कम्पिटिटर हो र हामीले चाहिँ पत्ता लगाउनु पर्ने हुनेछ सिमिलर काइन्ड अफको ड्रिङ्क्स टेस्ट गरेर कुन चाहिँ ड्रिङ्क्स कुन चाहिँ हो, नाम चाहिँ कुन चाहिँ हो। जस्तै कोक, फ्यान्टा, जस्तै मिरिन्डा त्यस्तोमा चाहिँ कुन चाहिँ थाहा पाउनु पर्ने हुन्छ। सो अब हामी स्टार्ट गर्छौँ भिडियो। म चाहिँ बहुत एक्साइटेड छु हाम्रो फर्स्ट भिडियोको लागि होइन। हाम्रो फर्स्ट भिडियो हुन्छ यो च्यानलमा। म चाहिँ फेरि उनीहरूलाई कन्फ्युज गर्ने चाहिँ म पर्छु है। के दिन्छु मलाई मात्र थाहा हुन्छ। सो तपाईँहरूको भिडियोलाई पुरा हेरिदिनु होला। यति भन्दै हामी भिडियोलाई स्टार्ट गर्छौँ। लेट्स स्टार्ट द भिडियो। तपाईँहरूलाई मैले दुईवटा ड्रिङ्क्स दिन जाँदैछु र यो ड्रिङ्क्स तपाईँलाई अब गेस गर्नुपर्ने हुन्छ यो के चिज चाहिँ हो र यसको तपाईँले अब थाहा पाउनु पर्ने छ। यो चाहिँ अब ड्रिङ्क्सको नाम तपाईँले भन्नुपर्ने हुन्छ गेस गरेर है त। ओके ह्याभ इट। Cheers, Anna. Oh my god! Wow! यो त मिठो है। तर मलाई टेस्ट थाहा पाइसकेँ। थाहा पाइसक्यो। गुलियो भइरहेछ यसमा त। कस्तो छ टेस्ट त? तपाईँहरूले अब सोच्नु भयो कि यो दुईवटा दिएको मैले यसमा के दिएको थियो? यो स्लाइस र रियो हो। तपाईँहरूलाई अब तपाईँलाई के लाग्यो यो पहिलो कुन थियो र दोस्रो कुन थियो? मलाई चाहिँ फर्स्टको चाहिँ स्लाइस लाग्यो, सेकेन्डको चाहिँ रियो लाग्यो। किनभने स्लाइस अलिक थिक थियो नि त, जस लागेर चाहिँ मैले त्यो फ्रुटी चाहिँ रियोको फ्रुटी चाहिँ हल्का धेरै गुलियो जस्तो लाग्यो क्या। त्यो भएर अलिक थिक स्लाइस हुन्छ नि त पहिलेदेखि नै। एडभर्टिजमेन्टहरू पुरा थिकनेस देखाउँछ नि त। मेरो चाहिँ फर्स्ट स्लाइस हो, सेकेन्ड रियो। तिम्रो के थियो? मेरो चाहिँ फर्स्ट रियल थियो। फर्स्ट चाहिँ रियल? फर्स्ट रियल थियो। रियल अलिकति गुलियो हुँदैन कि जस्तो लागेको थियो। फर्स्ट रियल हो, सेकेन्ड चाहिँ स्लाइस हो। अब यसमा कसको पोइन्ट आएको छ भन्दाखेरि राइट चाहिँ तपाईँको हाम्रो आशिष ब्रदरले गर्नु भएको छ। फर्स्ट राइट, फर्स्ट स्लाइस हो। अनि स्लाइस चाहिँ के अरे फर्स्ट चाहिँ स्लाइस भयो, सेकेन्ड चाहिँ रियो थियो होइन। ठिक छ, तपाईँहरूलाई म यो पनि देखाइदिन्छु है त। पहिलो मैले यो हालेको थिएँ, सेकेन्ड रियो हालेको थिएँ है त। ओके, 1 इज आउट, 1 point goes to आशिष ब्रदर। ओके ओके। तिमीलाई स्लाइस र रियोको टेस्ट थाहा होइन? स्लाइस अलिक थिक हुन्छ, थाहा छैन? मलाई चाहिँ उयो मतलब कस्तो मलाई स्लाइस चाहिँ अलिक गुलियो जस्तो लागेको थियो, तर ठिकै छ। मेरो पोइन्ट भयो। फर्स्ट रियल चाहिँ गुलियो हुँदो रहेछ अलिक बढी उयो सुगर ठिक छ। स्लाइस र रियोको टेस्ट थाहा नहुँदै तर कस्तो होइन मलाई त। ल अब सेकेन्ड ड्रिङ्क्स दिँदैछु है त म। ओके। टेस्ट के पानी है क्या? ए होइन, ठिक छ। त्यो त कस्तो चिसो नभएर होला, कस्तो मिठै लागेन हौ मलाई त। तिमीलाई कस्तो लाग्यो? मलाई मिठै छ। मैले टेस्ट थाहा पाइसकेँ, अहिले चाहिँ थाहा पाउँछु। स्योर 100% हो। अहिले चाहिँ एउटा यो त मैले मेरो जुस खाइरहने बानी हो। ठिक त अर्कै खाइरहेको छ त। जुस पनि खान थाल्यो। ल सेकेन्ड वान।
सर उस्तै छ त्यो ल दया कुछ तो गड़बड़ है मतलब के ड्रिङ्क थियो भन त अब यहाँ पत्ता लगाउनु पर्यो नि अब यसमा मैले दिएको थिएँ दुईटा 7-up र स्प्राइट हैन अब एमङ देम अब तपाईहरुलाई अब प्रिभ्यू दिनु त राम ब्रदर कुन चाहिँ तपाईलाई के लाग्यो लेख्नु पर्यो नि त ओके 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 स्प्राइट र 7-up उस्तै टेस्ट थियो यार ल मेरो विचारमा चाहिँ मैले लेख्छु तिमीले लेख्छौ मेरो विचारमा चाहिँ फर्स्टको 7-up थियो हैन सेकेन्डको चाहिँ स्प्राइट थियो फर्स्टको चाहिँ 7-up थियो सेकेन्डको चाहिँ स्प्राइट थियो यो चाहिँ मलाई टुक्का हान्दिएको किनभने टेस्ट सेम उस्ता उस्तै थियो सायद बोतल मात्र चेन्ज गरेको कम्पनीले पनि त्यही भएर मैले फर्स्टको 7-up लेखेको छु सेकेन्डको स्प्राइट लेखेको छु अब हेर्नु के हुन्छ फर्स्टको स्प्राइट सेकेन्डको चाहिँ 7-up मेरो चाहिँ फर्स्टको 7-up छ सेकेन्डको स्प्राइट छ यसमा पोइन्ट गोज टु राम बजार सुरुमा स्प्राइट थियो त्यसपछि 7-up थियो है त फर्स्टमा स्प्राइट थियो तर टेस्ट कस्तो उस्ता उस्तै थियो टेस्ट चाहिँ बोतल मात्र चेन्ज गर्दा कम्पनी एउटै कम्पनीले हाले जस्तो है टेस्ट होइन अलिकति तिम्रो के भन्छ नि अलिकति चाहिँ मन स्प्राइट खाइरहने बानी भएर होला होइन स्प्राइटै मनपर्छ स्प्राइट विथ भोड्का होइन अनि त्यसमा चाहिँ त्यो स्प्राइटको चाहिँ यो थाहा पाइदियो पुरा कन्फिडेन्स हो नि त यो हालेको भए त ठोक्थ्यो नि तिमीलाई ल फर्स्ट मेरो पोइन्ट 1 छ उसको पनि 1 छ है पोइन्ट चाहिँ ठिक छ सो हामी अर्को ड्रिङ्कको लागि वेट गरिरहेको छौँ थर्ड ड्रिङ्कको लागि ओके जीवन जल पानी हो क्या सुन्यो भने पनि थाहा हुन्छ है त्यही भएर सुन्नुपर्छ गुलियो स्मेल नै गुलियो छ अच्छा हेरौँ न कतिको टेस्ट हुँदो रहेछ थाहा पाउनु पर्यो है थाहा पाउनु पर्यो ल ठिक छ नेक्स्ट ड्रिङ्क ओके कस्तो गुलियो चाहिँ गुलियो छैन तिमीलाई सबै थाहा हुन्छ पहिलो ड्रिङ्क खाँदै थाहा हुन्छ तिमीलाई पहिलो खाने बित्तिकै थाहा भइसक्यो थियो आज ड्रिङ्क्स च्यालेन्जमा कोल्ड ड्रिङ्क्स मात्र भएर दुःख नमान All my friends are toxic, all ambitionless, so rude and always negative. ओके नेक्स्ट आयो नेक्स्ट कलर त उस्तै देखिन्छ नि उस्तै देखिँदैछ सेम कलर जस्तो चाहिँ यसमा अलिकति स्ट्रङ थियो जस्तो लागेको थियो अलिकति सेम हो यो त सेम छ त के छ मलाई मात्र थाहा छ क्या यो अलिकति स्ट्रङ छ जस्तो लाग्यो मलाई के थियो ड्रिङ्कमा चाहिँ यो ड्रिङ्क्समा दुईटा थियो फ्यान्टा र मिरिन्डा थियो तपाईँहरूको प्रिभ्यू दिनुहोस् ल कुन चाहिँ त फ्यान्टा हो कुन चाहिँ मिरिन्डा हो फर्स्ट र सेकेन्ड मध्येमा फर्स्टमा मेरिन्डा थियो अनि सेकेन्डमा चाहिँ फ्यान्टा ओके मलाई चाहिँ फर्स्टमा चाहिँ फेन्टा लाग्यो किनभने फेन्टा चाहिँ अलिकति फर्स्ट चाहिँ फेन्टा भनेर चाहिँ थाहा थिएन तर सेकेन्डको चाहिँ मिरिन्डा लाग्यो किनभने मिरिन्डाको चाहिँ अलिक स्ट्रङ हुन्छ कि जस्तो लाग्यो क्या मिरिन्डा त्यही भएर चाहिँ मैले सेकेन्ड चाहिँ मिरिन्डा ल्याएको छु यहीँ छ है सेकेन्ड मिरिन्डा ल्याएको छु ओके सो फर्स्ट चाहिँ फेन्टा सेकेन्ड चाहिँ मिरिन्डा मेरो तिम्रो के हो एक्चुअली तिम्रो फर्स्ट मिरिन्डा सेकेन्ड फ्यान्टा पोइन्ट गोज टु पोइन्ट फेरि गोज टु रामबगर फर्स्टको मिरिन्डा थियो फर्स्टको मिरिन्डा थियो सेकेन्डको फ्यान्टा थियो फेन्टा स्ट्रङ मिरिन्डा फेन्टा भन्दा मिरिन्डा स्ट्रङ हुन्छ ओके तिमीले प्रायः खाने चाहिँ के खाने गर्छौ कोक फ्यान्टा स्प्राइट खाने प्रायः खाएर हुन्छ के खाएर हुन्छ
मैले त पेप्सी खाइरहेको हुन्छु बेला बेलामा अनि यो पेप्सीको ब्रान्डहरू चाहिँ अलिक स्ट्रङ हुन्छ भनेर अलिक लाग्थ्यो क्या अनि मिरिन्डा र पेप्सीको होला भनेर चाहिँ मिरिन्डा अलिक स्ट्रङ लागेको थियो क्या मलाई मैले फ्यान्टा मतलब जस खाइरहन्थेँ अनि के भयो भने मिरिन्डा चाहिँ मैले कहिले तिमीले टुक्का हाने कि तिमीले जात साँच्ची नै किन भन न फ्यान्टामा मिरिन्डामा अलिकति टेस्टलेस कि कस्तो जस्तो लाग्यो कि मलाई मिरिन्डामा चाहिँ अलिकति त्यो बास्नै अर्कै जस्तो लाग्यो कि होइन खाँदाखेरि पनि टेस्ट पनि अर्को लाग्यो लेस मिरिन्डा अब यस्तो नि त मिरिन्डा म खानै खाँदिनँ मतलब कहिले काहीँ खाने हो त्यो कहिले काहीँ त्यो आएको हुन्छ तर फ्यान्टा त प्रायः खाइरहने मतलब काहीँ अब पार्टी सार्टी यताउता प्रायः फ्यान्टा त हुन्छ नि त्यही भएर उसको टेस्टै ठिकै छ कति पोइन्ट भयो राम्रो तिम्रो 2 पोइन्ट भयो मेरो 1 पोइन्ट मात्रै भइसक्यो ठिक छ ओके नेक्स्ट नेक्स्ट विन आएको छ 2 पोइन्ट चाहिँ हाम्रो राम ब्रदरको छ आशिष दाइको 1 यो पोइन्ट त छ मैले होइन सुनेर थाहा भयो जस्तो लाग्यो ठिक छ कला हो थाहा पाउनु कला हो ओके नेक्स्ट ड्रिङ्क लिएर नेक्स्ट ड्रिङ्क ओके 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 ठिक छ नेक्स्ट ड्रिङ्क थाहा पाउनु पर्यो है थाहा पाउनु पर्यो आशिष ब्रदर थाहा पाउनु पर्यो फर्स्ट हुन् सेकेन्ड हुन् यसमा चाहिँ मैले तपाईँहरूलाई 2 थोक दिएको छु है 2 थोक अझै टेस्ट गर्नु न अनि बल्ल भन्छु म कस्तो लाग्दै लाग्यो मलाई त टेस्ट ल म लेख्छु है सुरुमा के थियो यसमा यसमा थियो पेप्सी र कोक थियो ओके ओके अनि अब त्रिभु दिनुहोस् न त कुन चाहिँ कोक कुन चाहिँ पेप्सी कस्तो कन्फ्युज बनाइदियो ल मेरो लेख ल भन्नुहोस् न भन्नु सुरुमा के थियो फर्स्टमा कोक थियो राइट अनि सेकेन्डमा चाहिँ पेप्सी थियो मेरो पनि सुरुमा चाहिँ कोक थियो सेकेन्डमा चाहिँ पेप्सी थियो होइन चेन्ज गर्न मन छ कि छैन बिचमा अब त्यस्तो चेन्ज नै गर्नु सुरुमा चाहिँ मैले सुरुमा लेख्नु खोजेको थिएँ सुरुको फर्स्टमा चाहिँ पेप्सी भनेर लेख्नु खोजेको थिएँ तर मलाई यस्तो याद आयो सेकेन्डमा अलिक स्ट्रङ स्ट्रङ जस्तो लाग्यो सेकेन्डमा पेप्सी लेखेको कोकको पेप्सी स्ट्रङ जस्तो लाग्यो मलाई चाहिँ अनि कोक सुरुमा चाहिँ अलिकति स्मेल पनि स्ट्रङ आएको थियो अनि फेरि टेस्टमा चाहिँ तर दोस्रोको टेस्ट स्ट्रङ आएको कारणले चाहिँ मैले सेकेन्डलाई चाहिँ पेप्सी राखेको छु फर्स्टलाई चाहिँ कोक राखेको छु तिम्रो चाहिँ त्यो पनि सेम होइन फर्स्टलाई कोक सेकेन्डमा पेप्सी हाम्रो एन्सर सेम रहेछ ल यसमा चाहिँ दुईजनाको बराबर गयो है त्यसमा पहिलो कोकै थियो सेकेन्ड पेप्सी मेरो 2 पोइन्ट भयो राम्रो 3 पोइन्ट छ है त तर कोकको चाहिँ स्मेल स्ट्रङ हुँदो रहेछ होइन कोक अलिकति स्ट्रङ तर टेस्टमा चाहिँ मलाई पेप्सी स्ट्रङ लाग्यो क्या अलिक यो त हामी एकचोटि इन्डियामा बसेर नि खाँथ्यौँ नि त प्रायः जस्तो होइन हो नि हामी इन्डियामा खाने बेला जहिले थम्सअप भन्ने नि थियो थम्स अप त बबाल स्ट्रङ हुन्छ इन्डियाको थम्स अप चाहिँ स्ट्रङ हुन्छ यस्तो उयो होइन जस्ट हामी जस्ट कोक नपाउँदाखेरि चाहिँ हामी यही खान्थ्यौँ कि पेप्सी नै पाउने खान्थ्यौँ तर लास्ट नेक्स्ट ड्रिङ्कको लागि हामी वेट गर्दैछौँ ओके नेक्स्ट ड्रिङ्क बियर जस्तो देखिन्छ बियर चाहिँ होइन मोस्टर ड्रिङ्क जस्तो लाग्यो है मतलब रेड बुल सेड बुल जस्तो लाग्यो मेबी ए ठिक छ यो त लास्टै कडा रहेछ त कस्तो कस्तो अमिलो क्या अमिलो कस्तो कस्तो लाग्यो मलाई त यार काट पानी क्या कुनै ड्रिङ्क्समा कालो क्या अमिलो गुलियो एउटा मिक्स गरे जस्तो क्या खट्टा मिठा जस्तो स्ट्रङ त्यही जुस हालेको थियो हाम्रो के अब त मेरो मैले दिने भरमा मैले दिएको अनुसारमा स्मेल पनि सेम छ यार स्मेल पनि अब त भन्न सक्दैन म चाहिँ ल यो त धेरै सफ्ट छ यो त फर्स्टको यो त एप्पल जुस जस्तो छ त यार के थियो यसमा फर्स्ट र सेकेन्ड यसमा थियो
दुईटा रेडको ब्लू रेड बुल रेड बुल लाइरहेको थिएँ मलाई रेडको ब्लू येल्लो रेड ब्लू रेड बुल रेड बुल एउटा भयो रेडको ब्लू एउटा भयो येल्लो कलरको येल्लो कलरको एउटा एउटा निलो कलरको भयो फर्स्ट कति म भनौँ एकछिन म लेख्नु पर्यो नि वेट ल भन त फर्स्टको ब्लू रेड बुल किनकि ब्लू रेड बुल अलिकति त्यस्तै हुन्छ सेकेन्डको नेपाली रेड बुल मतलब नेपालमा पाउँछ नि मतलब येल्लोवाला रेड बुल त्यस्तै यो रेड बुल नै थियो नि है रेड बुल मैले पनि फर्स्टको रेड बुलै लेखाएको छु ब्लू कलरको सेकेन्डको येल्लो रेड बुलै लेखाएको छु तर मैले बाहिर पनि यही ब्लू कलरको रेड बुल खाँदा टेस्ट अर्कै आउँथ्यो यो त कस्तो यो त कस्तो अमिलो टाइपको लाग्यो क्या मलाई एक्सपायरी डेट भएको हो कि ल अब ठिक छ अब लास्ट अनि यो चाहिँ सेकेन्डको चाहिँ मलाई येल्लो त्यो सफ्ट एकदम सफ्ट रेड बुल जस्तो स्ट्रङ थिएन एनर्जी ड्रिङ्क अलिक स्ट्रङ हुनुपर्छ नि त त्यो चाहिँ एप्पल जुस जस्तो थियो र फर्स्टको चाहिँ ब्लू कलरको सेकेन्डको चाहिँ येल्लो कलरको पोइन्ट गोज टु इक्वली है त बराबरी भयो फर्स्टको रेड बुलको ब्लू नै थियो सेकेन्डको रेड बुलको येल्लोमा थियो नेपाली मतलब नेपाली ब्रान्डको थियो है त तर मेरो तिम्रो के भयो भने यो ब्लू रेड बुल त खास यस्तो टेस्ट तर यस्तो टेस्ट नहुनु पर्ने है कस्तो टेस्ट है टेस्ट चाहिँ म के टेस्ट चाहिँ कस्तो हो भने ब्लू रेड बुल खाँदाखेरि मैले यस्तो त थिएन मतलब यस्तो त थिएन मैले खाँदाखेरि मतलब डुप्लिकेट परेको कस्तो त ब्लू त हो नि यो पनि यार यस्तो त थिएन त यार मैले लिनु खाँदा कस्तो अलिक मजा आउँथ्यो त यार ल अब हामी अर्को ड्रिङ्क्सको लागि वेट गर्दैछौँ ल्याउ बियर सेट पनि हाल न कति जुस हालेर आएन पानी हो क्या यो त पानी हो क्या यो त स्योर पानी हो यार भगवान सवर पनि छैन पानी नै रहेछ त्यहाँ कि त पान्छ त धेरै कुराहरू खान पानी नै दिनु लाग्छ अब पानीको टेस्टमा चाहिँ लास्टै उयो हुने हो क्या किनभने अब सबै चिज खाएको छ यो त के जस्तो भइसक्यो अलिकति मुख बिग्रिया जस्तो भइरह होला ठिक छ एकदम पानी खाएर ठिक खुसी लाग्यो मलाई तिर्खा लागिरहेको बेलामा ठिकै चिसो पानी पनि अब कस्तो कस्तो प्रकारको पानी हुने हो र पानी त पानी होइन र पानीको पनि भेराइटी छ एउटा चाहिँ त्यो त पानी एउटा चाहिँ सगरमाथाको पानीबाट लिएर अनि एउटा चाहिँ यहाँ के भन्छ नि त्यो जाडो पानी हो क्या हो त्यो त तिमीलाई पानी तितो लागेन हल्का अर्को किसिमको पानी हो पानी त पानी तर अर्को किसिमकै पानी हो सायद पानीको पनि मलाई त आजको स्वाद आइरहेको छ क्या पानीको पनि ड्रिङ्क्स खाएर एउटै आइरहेको छ यसमा दुईटा ब्रान्डको पानी छ है यसमा एउटा किन्ली भन्ने छ र अर्को त्रिशुली भन्ने छ त्रिशुली चाहिँ हाम्रो अलिकति पपुलर पानी नै भयो किन्ली चाहिँ सम्भव अब प्रायःले युज नगर्नु भएको होला तपाईँहरू प्रिभ्यू दिनुहोस् न त ल किन्ली र त्रिशुली यस मान्छेले तिमीले क्या लेख्दैछु मेरो चाहिँ फर्स्टको चाहिँ मलाई के लाग्यो भने हल्का होइन हल्का तितो लाग्यो मलाई फर्स्टको चाहिँ मैले किन्ले लेखेँ सेकेन्डको चाहिँ त्रिशुली त्यो त्रिशुली चाहिँ पानी चाहिँ अब हामी किनेर प्रायः मैले चाहिँ खाइरहेको थिइनँ प्रायः घरमै पानीहरू खाइरहन्छ बाहिर खाँदा पनि अब किनेर खाइँदैन त होइन 20 रुपियाँ खाइन्छ त्यो के नर्मल मिनरल वाटरहरू नर्मल मिनरल वाटर त्यस्तो सेम लाग्यो सेकेन्डको चाहिँ त्रिशुली फर्स्टको चाहिँ किन्ले मेरो चाहिँ तिम्रो मलाई फर्स्टको चाहिँ त्रिशुली सेकेन्डको चाहिँ पोइन्ट गोज टु फर्स्टको किन्ले भनेको है मैले पोइन्ट गोज टु राम ब्रदर्स फर्स्टको किन्ले भनेको है मैले फर्स्टको त्रिशुली थियो सेकेन्डको किन्ली थियो है कति पोइन्ट भयो तिम्रो मेरो 5 पोइन्ट भइसक्यो चिटिङ गर्दा है तू 5 पोइन्ट भन्छ चिटिङ गर्दा है चिटिङ गर्दा है यो त लोकल रक्सी हो क्या somehow यो त कस्तो गन्दै नमिल्छ सर्फ एक्सेल जस्तो किनकि धेरैवटा टेस्ट गरेर अलिकति स्मेलको नि अलिकति सेम गएको हो कि त्यो लिमिन्डा त्यो लेमन सोडा लेमन पानी
त्यस्तो हुन्छ नि। भयो मलाई यसको होइन सक्नुपर्छ। अहिले फेरि नेक्स्ट राउन्ड दिँदाखेरि फेरि अब त्यो टेस्ट आउँदैन नि त मुखमा, त्यही भएर मैले सघाउन खोजेको क्या। सरी यो त काग पानी र हल्का चिनी खाए जस्तो है। ठिक छ, पेट बिग्रिन्छ कि भन्ने टेन्सन भइरहेछ मलाई। गुलियो मिल्यो गुलियो भयो क्या। यस्तो चाहिँ मार्केटमा सेम आउँछ दुइटै छुट्टै छुट्टै ब्रान्डको। तर लुक्स हेर्दा चाहिँ उस्तो चाहिँ सजेस। सक्छ कि यसमा मैले दुई थोक दिएको थिएँ है। के त्यसमा? यसमा निम्बु पानी भन्ने र फ्यान्टा लेमन भन्ने थियो होइन। निम्बु पानी र फेन्टा लेमन। यसमा निम्बु पानी र फ्यान्टा लेमन थियो। अब फेन्टा लेमन, फेन्टा ब्रान्डको लेमन। फ्यान्टा ब्रान्डको लेमन पनि ब्रान्ड रहेछ एउटा। मेरो चाहिँ लेखेँ मैले। मलाई चाहिँ राम्रो लेखिसक्यो नि त। लेखिहाल्यो नि त, ट्यालेन्ट भनौँ न त टेस्टमा त अहिले। हो नि हो। त्यही भएर मेरो पोइन्ट धेरै छ। It's the motherfucking DRE. Dr. Dre, motherfucker. फर्स्टको चाहिँ मलाई लागेको फेन्टाको लेमन, यो हल्का गुलियो गुलियो थियो र सेकेन्डको चाहिँ निम्बु पानी। ओके त्यही हो। तिमीलाई पनि त्यस्तो लाग्यो? ल फर्स्टको पोइन्ट भयो भने सेकेन्डमा लेमन र अनि फर्स्टमा फेन्टा फ्लेभरको। होइन, फर्स्टमा चाहिँ मेरो फेन्टा हो। त्यही त हो, मेरो पनि फर्स्टमा फेन्टा नै, सेकेन्डमा लेमन हो। फर्स्टमा के लेमन्डा भन्ने त हुँदैन नि। फ्यान्टा लेमन र निम्बु पानी चाहिँ यो यहाँ भएन है। अलिक कन्फ्युज भयो होला। मैले के दिएँ मलाई थाहा छ। यसमा दुईटा मात्रै छ है, फ्यान्टा लेमन र निम्बु पानी छ। निम्बु पानी सेकेन्डमा हो, फर्स्टमा चाहिँ फेन्टा हो। फेन्टा फ्लेभरको लेमन। मेरो पनि सुरुको फेन्टाको लेमन वाटर, सेकेन्डको निम्बु पानी, लेमोनेड भन्नु खोजेको होला। ल ठिक छ, यसमा पोइन्ट गोज टु इक्वली। ओके दुईटैको मिलेछ है। ल मेरो 4 पोइन्ट भयो। तिम्रो कति भन्यो? 6। ओके 6 पोइन्ट। अझै के बाँकी छ? अब यसमा बाँकी कुनै पनि छैन। तर टेस्ट गर्दा तपाईँहरूलाई यो कस्तो लाग्यो तपाईँहरूलाई? अब एकचोटि प्रिभ्यू दिनुहोस् न त होल ओभरअलको तपाईँहरूलाई। अब कुन चाहिँ ब्रान्डको खाँदा त्यो त सबै कुरो खाँदा त मान्छेको चोइस नै हुन्छ, डिपेन्डेन्ट गर्छ होइन। तर तपाईँहरूलाई चाहिँ चोइस त्यो टेस्ट गर्दा तपाईँले चाहिँ आफूले चाहिँ अलिकति के चाहिँ पाउनु भयो यसमा डिफ्रेन्सेस? मैले चाहिँ अब जे दियो नि भइहाल्छ मलाई खानुलाई चाहिँ होइन, पिउनलाई चाहिँ ठिकै छ होइन। खाना पाइहाल्यो, पिउन पाइहाल्यो, सबै थोक आज। ओके पेट चाहिँ नबिग्रियोस्, त्यति हो मेरो भनाइ। अरू त म सबै कुरा खाइदिन्छु। ओके अनि राम्रो त ठिक छ होइन, मैले खाने त सबै खायो। सबै खाएको अहिलेसम्म खाएको। मैले चाहिँ धेरै कुरा खाँदिनँ गाइस होइन। मैले चाहिँ यो निम्बु पानी, फेन्टाको लेमन पानी खाएको थिइनँ, अनि निम्बु पानी भन्ने पनि खाएको थिइनँ। अनि त्यस पछाडि अरू त खान्छु, अरू त अनि यो त नि खाएको थिइनँ। यो रेड बुल मैले दुइटै खाएको थिइनँ जस्तो लाग्यो मलाई, किन मलाई दुइटैको स्वाद मन पर्यो। मैले त्यो पहेँलो रेड बुल त खाएको थिइनँ, यो ब्लू कलर चाहिँ खाएको थिएँ पहिला, तर ब्लू कलरको पनि आज मलाई त्यस्तो टेस्टै लागेन। खै के हो ब्लू कलरको चाहिँ टेस्ट त्यसमा चाहिँ अलिकति हो। ओके अरू चाहिँ ठिक छ। अनि मलाई यसमा नि अलिकति हाँस उठ्यो कि कलर चाहिँ सेम है, डिफ्रेन्सेस केही पनि छैन, केही पनि छैन, टेस्टमा मात्रै फरक छ। मात्रै। अनि अब फेन्टा चाहिँ कसरी हुन्छ नि, फेन्टाको फेन्टा यताउता हुने त्यो हुन्छ नि सोडा जस्तो हुन्छ नि सरलाई हेर्ने, अनि त्यो अगाडिको त्यस्तै थियो फेन्टावालाको, लेमन फेन्टावालाको। अनि सेकेन्डको चाहिँ अनि त्यो लेमन जुस भन्ने थियो नि, निम्बु पानी। त्यो चाहिँ त्यसमा चाहिँ त्यस्तो केही थिएन। ठिक छ। ल आजसम्म चाहिँ दामी मजा आयो हामीलाई होइन।
अब हेरौँ कस्तो हुन्छ यत्रो भयो। अब आज बेलुकासम्म कस्तो हुन्छ हाम्रो मिठो गुलियो सबै खाएको छ विभिन्न किसिमको गुलियो लेट्स सी कस्तो हुन्छ हामीलाई चाहिँ प्रपर रमाइलो भयो तिमीलाई पनि रमाइलो भयो मलाई एकदम रमाइलो भयो। ओके ओके ठिक छ तपाईँहरू गाइज तपाईँहरूले पनि यो भिडियो हेर्नु छ भने तपाईँले यो मध्येमा कुन चाहिँ तपाईँले टेस्ट गर्नु भएको छ तपाईँले प्रिभ्यू दिन सक्नुहुन्छ है भयो 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 कसले जित्यो? आज जित्यो उसले किनभने उसले धेरै पिउँछ त्यही भएर जित्यो त्यो पिउने भएर मात्र जित्यो अब कस्तो पिउने भनेर जित्ने हुन्छ त। त्यही भएर 2 पोइन्टले त हालिदिएँ म अनि ठिकै छ त्यो पनि चिटिङ गरे हो कि जस्तो लाग्छ मेरो हेरेर। त्यस्तो केही होइन ठिकै छ म अहिले हारेँ त्यही पनि अर्कोचोटि म स्योर जित्नेछु धेरै च्यालेन्जहरू गर्नेछु हामी यो भिडियो यो च्यानलमा तर जित्ने जहिले मैले नै हो। ल सपनामा जित्दै गर्छ उसले It's the motherfucking DRE. Dr. Dre, motherfucker. त्यो पनि आज जितेछ त्यो पनि कङ्ग्रेचुलेसन आजको लागि किनभने आजको पिउने कुराको च्यालेन्ज दिएर तिमीले आज जित्यौ होइन नेक्स्ट टाइम म जित्छु भन्ने पुरा आशा छ मलाई सो आजको भिडियो बवाल मजा आयो मलाई नि एकदम रमाइलो लाग्यो किनकि आज त जित्ने नै मैले हो जितेको नै मैले नै हो। अनि साउट आउट टु हाम्रो मनिष भाइ हाम्रो बिहाइन्ड द क्यामेरा हेरिदिने मान्छे होइन हल्का हामीलाई हेल्प गरिदिने मान्छे सो यति भन्दै हामी हाम्रो भिडियोलाई इन्ड गर्छौँ र भिडियो पुरा हेरिदिनु भइसक्यो भने सब्सक्राइब हानिदिनु होला सेयर र लाइक पनि गरिदिनु लाइक पनि गर्नु नबिर्सिनु होला यति भन्दै आजको भिडियो हामी इन्ड गर्न चाहन्छौँ सी यू गाइज नमस्ते।